नमस्कार। आज हामी जाँदैछौँ गौरीशङ्कर गाउँपालिका वडा नम्बर 1 मा रहेको परदेखि नै छहरा झरनामा म अनि लगायत दाइहरू अनि हाम्रा छोराहरू जाँदैछौँ। अब भिडियो सुरु हुन्छ यहाँबाट। हामी यो टोलीहरू चाहिँ त्यहाँ जाँदैछौँ। अच्छा हमको सिखा रिया है। अच्छा अगाडि दाइ दौडिरहनु भएको छ बाटो देखाउँदै। पछाडि हाम्रो सेनाहरू आउँदै हुनुहुन्छ। यहाँ दुःख लाग्छ भनेर दाइजी उता कपडा माथि सार्दै हुनुहुन्छ। क्या बात है सर, क्या बात है सर, क्या बात, ये बात है। बाटो देखाउँदै एकजना मित्र अगाडि दौडिँदै हुनुहुन्छ। यो जुङ खोला हो। यो अहिले चाहिँ सानो छ अनि पुल छ न त, तर तलैबाट हिँड्दैन त दाइ। अनि दाइ अनि हाम्रो अर्को दाइ अनि भाइहरू अघि अघि हिँड्दैछन्, हामी पछि पछि हिँड्दैछौँ। अनि यसरी नै हिँड्ने क्रममा चाहिँ हामी पुग्न लागेको थियौँ। त्यतिकैमा पानी परेर हाम्रो बास चाहिँ बोटतिर हुन्छ। अब हामी चाहिँ पानी ठुलो परेर हामी यो गोठ रहेछ, हामी त्यहाँ बस्नेछौँ। अब समय हेर्दाखेरि हामी यहाँबाट त जान सक्दैनौँ र हामी यहाँबाट फर्कने प्रयत्न गर्दैछौँ। हामी जान नसकेको कारणले, पानी ठुलो भएको कारणले आजको हाम्रो यात्रा यहीँ सकिएको छ। अर्कै छौँ यहाँ। ये फंस गया सीएम। छहरा झरना नपुग्दै फर्कने क्रममा त्योभन्दा अगाडि रहेको रोडको खोला चाहिँ एकदम ठुलो भएको रहेछ र यसमा हामी अलपत्र परेर बसिरहेका छौँ। अनि हाम्रो दाइहरूले कसरी जाने त भनेर जुगाड लगाउँदै खोज्दै हुनुहुन्छ। अब यहाँ चाहिँ हाम्रो दाइहरू जानुभयो। अब एकजना गरेर हामी हाम्रो छोराहरूलाई तराउँछौँ यो खोलाबाट। एकजना गरेर पालै पालो। ठुला मान्छेहरूलाई त लोड टेकेर सकभर सकिन्छ, साना मान्छेहरूले चाहिँ सक्दैन। खोलो तल्लोपट्टि अलिक गहिरो छ अनि त्यो बुटोहरू भएको ठाउँमा चाहिँ ठिकै भएर हामी त्यहाँबाट झार्दैछौँ। फाइनल्ली खोला कटेर हामी यता आइसकेका छौँ। यो खोलो यत्रो छ, यहाँबाट यस्तो छ, बच्चाहरू भर्खर कटायौँ। हाम्रो दाइको रिपोर्टिङ सुन्नुहोस् ल। दाइ के छ? खोलो परेको छ, खोलो हेर्न गएको। खोलाले हामीलाई जान दिएन, सुन्यो। अहिलेको भन्दा आधी खोलो यहाँ छ। अहिलेको फुल खोलो त भन्दा खोलो पुग्न सकेनौँ हामी। यो आधी खोलो चाहिँ अलिक सर्टेज भएर यसलाई जबरजस्ती त अलिक कोसिस नगरौँ। जीवन अमूल्य छ, फेरि पाइँदैन यस्तो जीवन। हामी चाहिँ अब घर पुग्न लाग्यौँ र त्यो बिचमा चाहिँ साना खोलाहरू नि यत्रो ठुलो भएछ भन्दै आजलाई यो भिडियो यति नै। बाइ बाइ।